हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार। धेरै समय पछाडि मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ हैन। अहिलेको भाटपाटेनीको अवस्था हेर्नु त यस्तो भइ चाहिँ साथी हो। अनि म चाहिँ हैन पहाड घर जाँदैछु नि त आज। घर जाँदैछु अनि त्यो भएर भिडियो बनाउन मन लाग्यो हैन। अनि जाँदैछौँ, नानी र म जाँदैछौँ है। अनि हामी कहाँ पुग्यौं भन्दाखेरि कहाँ पुग्यौं यस्तो धेरै प्याक थियो कि हैन, यस्तो धेरै प्याक थियो। राम यस्तो धेरै प्याक थियो नि, हेर्नु न मान्छे अगाडि त्यो गाडीमा चढ्ने सिडीदेखि यस्तो प्याक हैन, खुट्टा हाल्ने ठाउँ थिएन, यति धेरै प्याक। गर्मी फेरि यस्तो गर्मी, घाम कतिवटा लागेको थियो पनि। अनि हामी चाहिँ धरानको भानुचोकमा पुगिसकेका छौँ हैन। त्यस पछाडि उकालो लाग्यौं अनि हामी लास्टै गर्मी धेरै गाडी प्याक भएर अनि भेटारबाट अब चाहिँ हामी उँधो झर्न आँटेको। अनि हेर्नु न गाडी यति धेरै प्याक छ, यस्तो धेरै भिड क्या। सबलाई दसैँ लागेको छ नि त, त्यही भएर हैन। अब बजार बस्नेहरू सबैजना पनि दसैँ मनाउन घर जानुहुन्छ। अनि यो काँस के भन्छ यसलाई, यो फुलेको रहेछ क्या। अनि कस्तो राम्रो थियो, कस्तो भिडियो नबनाइ बस्नै सकिनँ क्या मैले। अनि त्यही भएर म चाहिँ भिडियो बनाउँदै जाँदैछु। अरू बेला त गाडीमा हिँड्दाखेरि मात लागेर भमिट भएर हैन कति साह्रो हुन्थ्यो। तर यो चोटि चाहिँ केही पनि भएन। मैले भमिट नहुने औषधि खाएको थिएँ आधी घण्टा अगाडि। यस्तो धेरै प्याक भिड भएर पनि होला त्यस्तो भमिटको त कसैको माहौलै थिएन क्या। एकदम हिँड्दाखेरि चाहिँ हावा बेला बेला चाहिँ सरर आइरहेको थियो। तर गर्मी धेरै थियो, भिडभाड पनि धेरै भएर होला यस्तो प्याक थियो। नि कस्तो रमाइलो हुन्छ भनेको चाहिँ गाउँ हो क्या, यस्तो रमाइलो हैन। दसैँ लागेर होला, चहलपहल भिडभाड अनि गाउँघर एकदम सरसफाइ। अनि हामी चाहिँ यहाँनेरि बाटो फेरि काहीँ चाहिँ यस्तो डेन्जरस हैन, मुटुने चिउ हुने थियो क्या। ठाउँ चाहिँ धेरै ठाउँ चाहिँ हैन, 2-3 ठाउँ चाहिँ होला त्यस्तो थियो। अनि कस्तो राम्रो सिन आयो क्या, यस्तो हेरेको कस्तो राम्रो लाग्यो। अनि मैले भिडियो बनाएँ। अनि त्यस पछाडि नदी खोलाको किनारा क्या बाटो, कस्तो राम्रो। माथि वेदर पनि हेर्नु न कति राम्रो छ। अनि यहाँनिर चाहिँ यो चाहिँ धनकुटा जिल्ला पर्छ हैन। कुन गाउँपालिका त्यो चाहिँ मलाई थाहा भएन। अनि त्यस पछाडि यहाँ चाहिँ खेती धान पनि कस्तो राम्रो थियो क्या, एकदम बसेको। अनि कस्तो राम्रो पनि थियो। अनि त्यही भएर मैले भिडियो बनाउँदै गएँ। वाउ, वरिपरि डाँडाकाँडा पनि कति राम्रो यो घाँसहरू। यतिखेर त अब अलिक सिजनै छ नि त, हरियाली हुने। सुक्खा लागेको छैन नि त, पछि सुक्खा लागेपछि चाहिँ फेरि केही हुँदैन, सबै नाङ्गे देखिन्छ हैन। अहिले चाहिँ हरियाली भएर एकदम राम्रो देखिन्छ। अनि अब हामी चाहिँ खोला, यहाँ चाहिँ खोला हो हैन, जाँदैछौँ। एकदम रमाइलो भयो क्या तर हामीलाई, किनभने धेरैजना भिडभाड थियो। अनि बसमा गीतै बजाउनु परेन क्या, गर्मी भएर। अनि गफ गर्दै हामी गयौँ। अनि यो घाँस कति धेरै फुलेको थियो, कति धेरै थियो क्या, कति धेरै कस्तो राम्रो थियो। मेरो हालत चाहिँ त्यहाँनिर हेर्नु न, पसिनाले। अनि हामी चाहिँ खोला तर्यौँ हैन। अनि खोला तरेर घाम पनि लास्टै गर्मी क्या, हावा पनि आएको थिएन यतिखेर चाहिँ। अब हामी चाहिँ कहाँ पुगिसक्यौँ भने यो देखिएको नदी चाहिँ तम्मर होला, तम्मर नदी हो। अनि तम्मर नदीको किनारै कैट रोडको बाटो। आज घर जाँदैछौँ फाइनल्ली। घर पुगेपछि यति खुसी हैन। आज हामी चाहिँ सरप्राइज, एकदम सरप्राइज दिनको लागि जाँदैछौँ। घरमा चाहिँ हामीले सन्डे मात्रै आउने, आइतबार मात्रै आउने, हामी गाडी पाएन भनेर आएको छौँ। अब भरे सरप्राइज देख्दाखेरि कसो के गर्नुहुन्छ हैन, रियाक्सन कस्तो हुन्छ थाहा छैन। खोला पनि कतिवटा तर्नु पर्ने क्या, 3-4वटा होला खोला तर्दा बाटो चाहिँ यस्तै छ, पहाडको बाटो यस्तै हुन्छ नि त। तर ठाउँ चाहिँ कस्तो बिग्रेको थियो र बिचोकै बाटो कस्तो रमाइलो पनि भइरहेको थियो। अरू कुरा त्यस्तै हो, यो काँस हो कि के हो, कति धेरै फुलेको थियो, साह्रै राम्रो देखेको थियो क्या, कस्तो राम्रो देखेको थियो।
माई गड बाटो कालो जाँदैछौँ हामी ढेङ पारी माथि हेरौँ न हरियाली गाउँ भनेको गाउँ यो कस्तो राम्रो देखिरहेछ सुनसान शान्त होइन कति राम्रो देखिरहेछ वेदर पनि कस्तो राम्रो छ क्या अब यो भिडियो चाहिँ मेरो जन्मघर होला मेरो भन्दा पनि मेरो बुवाको जन्मघर हो होइन अनि म जन्मेको घर चाहिँ अर्कै छ पछि म भ्याइ छु र समय मिलेछ र आइछु भने म अर्को भिडियोमा तपाईँलाई म जन्मेको घर पनि देखाउने छु साथीहरू अनि यतिखेर चाहिँ मकैहरू भाँचिसकेर अब हिउँदे बाली अलिअलि लाउनु भएको छ अनि दालहरू लाउनु भएको छ हेर्नु न मेरो छोराको नाक चाहिँ एकदम कालो भइरहेछ क्या नाकको टुप्पीमा चाहिँ चुइगम खाइरहेछ होइन अनि नाकको टुप्पी चाहिँ के हो कुनि यस्तो ओ माई गस यस्तो अवस्था छ मेरो यहाँ गर्मीले झोला बोक्न को आउँछ एकजना आउनुपर्छ ओ माई गस गर्मीले होइन मनोजेको बसमा आएको त्यो हुटमा बसेको हरियो कलर लाउने नि जन्मेको पुलाको खलासी हो ए हो र हो नि एकदम शीतल भएको छ गाडीमा त पाकेर भुजाको पुरा बोको सक्छस् यहाँ झोला बोक्ने मान्छे चाहिँ यता छन् होइन ठुल्ठुला छन् झोला बोक्ने हुन्छ होइन अवस्था यस्तो छ मेरो अनि यहाँ सुत्केरी भाउजू लिन आउनु भएको छ होइन सरप्राइजमा आएको नि त हामी सरप्राइजमा आएको अनि अब सामान बोक्नु नसकिस् त बोलाउनै पर्यो रोडदेखि बोलाएँ अनि आइपुग्नु भयो मम्मी र दादालाई चाहिँ थाहै छैन अब भरे छोरी आएको देख्दाखेरि सबै सरप्राइज अब कसैले त केही पनि लिएको छुइनँ मैले छोरी आउनु नै सबैभन्दा ठुलो कसैले होइन भाउजू घरमा पुग्यो अब सरप्राइजमा गएपछि त मेरो घरको अवस्था पनि देखाउनु पर्यो मेरो घरको अवस्था यसै हामी दसैँ लाग्दैन नि त टिका लाउँदिनँ मेचरी त्यही भएर हाम्रो घर चाहिँ झिलिमिली पनि छैन यो चाहिँ मेरो जेठी दिदीको घर हो माइल दिदीको घर चाहिँ माथि छ अनि यो चाहिँ यो माथि देखिएको पाखा घाँस काट्नु जानुपर्ने अब भोलिदेखि यतै हो हाम्रो यहीँ हो सल्लेरी अर्ग्यानिक किचन हाम्रो ओ माई गस घर ठुलो कुरा त यहाँनिर बधाई डल्ली आमा म गर्मी भएन कत्री नि कत्रिलो भदै नि मेरो चाहिँ भरे मम्मी दादा आएपछि देखाउँछु ल म अवस्था कस्तो छ होइन छोरी आउँदाको आमाको एक्सपिरियन्स भात त खाइयो नि मासु भात खाइयो नि अब बाँकी चाहिँ दादा र मम्मी आएपछिको रियाक्सन कस्तो आउँछ देखाउँछु सुन्तलाको बोट छ यहाँ होइन अनि मेवाको बोट अनि इस्कुस फल्छ क्या रे भाउजू माछा र भात खाएर यो चाहिँ आउनुभयो उसिनेको बदाम हो अनि उसिनेको बदाम म घर पुगेको 4-5 मिनट पछाडि चाहिँ काका बडाउ अनि त्यस पछाडि दादा अनि काकी आउनु भएको थियो क्या माथि मरौमा पुगेर आउनु भएको अरे अनि बदाम उसिनेर अनि म आएर चियाहरू बनाएर दिएँ होइन अनि गफ गर्दै खाँदै हुनुहुन्छ अनि त्यस पछाडि उसिनेको थियो क्या बदाम चाहिँ अनि चिया खाँदै हुनुहुन्छ
लुगै नफेरिकन म चाहिँ खाँदैछु। यस्तो छ हैन, अहिले बदाम र चिया खाएर बसेको बदैनीको हालत यस्तो छ। के हेरेको चाहिँ के हो? 26 दिनमै सबै संसार हेरिसक्नु पर्ने, आँखा डुलाउनु पर्ने, नचाउनु पर्ने, के हो यस्तो? यो चाहिँ मेरी बदैनी हो हैन। बदैनी चाहिँ बदमको झ्याङ्लाका टिपेर आउँदैछ नि। भाइले चाहिँ दिदीलाई फेरि जिस्केर मलाई त्यानायन गर्दैछन्। यो चाहिँ बदैनी। अनि मेरो मम्मी छक्क पर्दै हुनुहुन्छ क्या। मम्मी छक्क, मम्मीको रियाक्सन बारी बोकेर। नाकको मेरो छोराको टुप्पी चाहिँ एकदम खतरा छ हैन, अरू कुरा त्यस्तै हो नाक चाहिँ। अनि मम्मी आउँदै हुनुहुन्छ, के भन्दै हुनुहुन्छ भने मान्छेहरू के हो यस्तो थाहै नदी भन्दै हुनुहुन्छ क्या मलाई। अनि मम्मी छक्क पर्दै हुन्छ। अनि मेरो दादा पनि आइपुग्नु भयो। दादा चाहिँ गोरु चराउँदै घाँस पनि लिएर आउनुभएको छ एकबारी हैन। अनि त्यस पछाडि दादा पनि छक्क, मान्छे के हो भनेर।